अहिले हामी ठ्याक्कै यो गोर्खा किचनको मुनि हाम्रो बाजेको भान्जा भइसकेपछि हस्पिटलबाट निस्केर गोर्खा मुनि आएर चट्टोसँगले भान्जा जन्मेको उपलक्ष्यमा खुसियालीमा चिकन बिरयानी मामाले पनि बजाउँदैछ। तर साइनोले चाहिँ मेरो काका पर्छ क्या फेरि अब आज जन्मेको नानी चाहिँ यो मेरो काका आज जन्मिँदैछ। साइनोमा जस्तो ऊ जबीको छोरा भयो भने जबीको छोरा भएर चाहिँ मेरो भान्जा बन्नु पर्ने होइन। र मेरो बोजू परेपछि उता काका हुँदो रहेछ फेरि। मलाई साइनोमा यो चाहिँ नमजा लाग्यो क्या बाबा। मेरो गुनासो यो साइनोको लागि। जस्तै जबेको छोरा जति त हाम्रो सबै भान्जा खलक हुनुपर्ने हो नि त होइन। तर त्यही म जबेको मैले जबेको छोराहरू पनि काकाहरू भन्नुपर्छ। आमा जबेको किनकि उसको आमा मेरो बोजू परेछ त। सानो सानोमा दुःख हुन्छ होइन न। सानोमा म दुःख मन थियो। तर सानो सानो हुनेहरू बिस्तारै ठुलोमा जान्छ अरे। सानो सानो हुन्छ पछि ठुलो हुन्छ अरे भन्छ। तर त्यो चाहिँ कुन पाराले हुन्छ भनेर मलाई अलिकति घुम्नुपर्छ दिमाग भइहाल्छ। अनि त्यही हो हाम्रो बाजे र बोजूलाई फेरि पनि बधाई छ। त्यही खुसियालीमा हामी तपाईँहरूको खुसियाली सेयर गरेर यो चिकन बिरयानी खाँदैछौँ। मिठो छ। कस्तो लाग्यो तपाईँलाई? ठिकठिकै लगेर अलिक नअगाइन अगाउँदैन मलाई अगाएन कत्रो एक भाँडा मात्रै खानुभयो अनि अगाएन अरे अझै। तिम्रो हेर नि उहाँले चाहिँ अलिक डर बजाउनुहुन्छ क्या त्यही भएर। यो हात लाएर खानु मन लागिरहेछ नि अब चान्चीले के गर्ने। उयो पक्रिनु उहिले टिस्युले हेर्ने टिस्युले के गर्नु लास्ट छिटो खानु हुँदो रहेछ र। तातो बदाम bulan Desember sahabat. KFC ल आजलाई यति नै अहिलेलाई हामी खान्छौँ। धेरै खाएको देखाउने भुँडी दुख्छ। फेरि भेट्दै गरौँ अर्को भिडियोमा।